के भो सन्चो भएन? फेरि बच्चाको आवाज सुने कानै फुट्ला जस्तो भयो। बिहान पनि मुर्छा पर्यो, निन्द्रा पनि छैन। अनि कसरी हुन्छ? तपाईले बिहे नगरेर त हो नि। सबैजना राजी भइसके। हेर्नुस्, जसरी भए पनि मलाई आमा बन्नु छ। मैले अर्को बिहे गरेर पनि छोरो जन्मियो भने त्यो छोरो तिम्रो हुन्न क्यारे? थाहा छ, हुन्न हो। बाँझी भएपछि आफ्नै छाती माथि नाच्ने हरियाली त म कहाँ पाउँ र मेरो छोरो होस्। त्यसमा तपाईको अंश हुन्छ। मेरो यो गिद्धले खाने मासु खाली आफ्नै भोकको निम्ति मात्र भो। यो बल आफ्नै बचाउको निम्ति मात्र भो। मेरो यो निन्द्रा कुम्भकर्णको निन्द्रा जस्तो मात्र भो। मलाई उठाउन ढ्याङ्ग्रो ठटाउन पर्छ। आमाहरूको निन्द्रा छातीमा टाँसिएर सुतेको सन्तान अलिकति असजिलो मानेर चल्मलाए मात्रै पनि खुल्छ। बुहारीले साह्रै रहर गरी सोह्रखोटेतिरका पौडेलहरूका कुरो पठाकी छु। अब बुहारीले नि त्यसो भनिसकेपछि हामीलाई कुनै टन्टै भएन। यो कुरा तिम्रो टाउकोमा कसले हालिदियो फेरि? कसैले हाल्नुपर्ने कुरै होइन, कसैले हालेकै होइन। त्यो म भित्र मसँग सँगै जन्मियो। पहिले पिपलको गेडो जत्रै सानो हुँदो, अहिले त च्याम्मै ठुलो रुख नै भइसक्यो। अचेल त्यसको शीतल छायामा बसेर मलाई गुनिरहन, सपना देखिरहन मात्र मन लाग्छ। मलाई एउटा छोरा चाहियो। छोरा लौ, मेरो भर परेर टेक्दै जाऊ। तिमीलाई म डोर्याउँदै लैजान्छु। हिँड बहिनी। पहिला ससुराबालाई ढोक गर्ने दाम राखेर। परैबाट दुलै खुट्टा नछुनु। ल सौभाग्यवती, उठ दुलै, उठाऊ दाम उठाऊ। अब सासु बजैलाई लबाल भाग्यमानी भएस। चाँडै नै सन्तानको मुख देखाएस। सौता छ भनेर मन चाहिँ नरुवाएस है। देखलिस्, तेरो दिदीले भन्दा बढी माया गर्ने चाहिँ। खोइ त, अरू ढोगाउनु पर्ने मान्छेहरू खोइ बाहिरै छन्, उतै जाउँ। ल त्यसो भए दुलैलाई किन ठिङ्ग उभिराख्ने? जाउँ बाहिर, हिँड। ल बजै बस्नुस् है। मैले चाहिँ मुख हेर्न पर्दैन भने। आम्मै कस्तो बिर्सिएछ। आदुलाई दिदीलाई मुख देखा। हिँड। ल ढोक गर। तँलाई
कामले के सम्झाउनु के बुझाउनु सौता पाइस भनेर तैँले नै बिहे गर भनेर नै गर्या हो। हिँड जाऊ। कसैलाई त सौतिनी ग्रह हुन्छ रे, सौता नल्याई छोराछोरी नै हुन्न रे। म तपाईकी जेठी दुलै। तपाईँ किन यसरी लुगासुगा पनि नफुकालिकन डङरङ्ग सुतेको? थकाइ लाग्यो अनि अलि ननीको पनि लागिरहेछ। के ननीको लागिरहेछ? तिमी जेसुकै भन, यो बिहे गरेको ठिक भएन। हुन्थ्यो अब। ठिक छ, सबै रमाइलो मानिरहेछन्। ससुरा त्यसरी खुसीले उत्ताउलो हुनुहुन्छ, सासु पनि दङ्ग हुनुहुन्छ। सबैको खुसीको बदली खुलेको छ, सब उज्याला छन्। दुलै त राम्री छिन् नि, तपाईलाई कस्तो लाग्यो? मैले त्यसरी हेरेकै छैन। नहेरेर कति दिन आँखा चिम्लिने, नछोएर कति दिन लगे बस्ने, नबोलेर कति दिन निर्वाह हुने। अहिले तपाईले मैले हेरेकै छैन भनेर के गर्नु? त्यसो भनेर सुख पाइन्छ? खै पाइन्छ भनौ कि पाइदैन भनौ, तिमी झन झन छोड्न नसकिने हुन लागिरहेछौ। छोड्नुस्, आफ्नो माथि कति काम छ। बिहेको दिन म त गएँ। हेलेन पख न, साँच्ची के तिमीलाई सौताको अलिकति पनि ईर्ष्या लागेको छैन? ईर्ष्या? जो मेरो धनले धनी हुन्छ म त्यसैसित ईर्ष्या गरौँ? म त्यस्तो दिन दरिद्र त कहाँ भइसकेकी छु र? तपाईँ मेरो धन होइन? दिदी, मलाई दिन काट्नै गाह्रो पर्छ। अस्ति के बुन्ने काम सिकाइदिन्छु भन्नुभएको थियो, त्यो पनि सिकाउनु भएन। काम गर्ने मान्छे नभएर तिमीलाई ल्याएको होइन बा। नोकर चाकर छन्, म छु। तिमीलाई के को धन्दा? तिमी चाँडै एउटा छोरा मात्र पाइदेऊ, अरू केही गर्न पर्दैन। ल यता फर्क, कपालमा तेल लाऊ। दिन कसरी काट्ने भने कि होइन? जाँगर भए सिँगार पटार मात्र गरिरहे पनि त दिन काटिन्छ नि। तिम्रो उमेरमा त म दिनको 2-3 पटकसम्म कपाल कोरेर सिँगारिएर बस्थे। दिदी, तेल चाहिँ मेरो नै हालौ है, मलाई त्यो मात्र फाप्छ है। पर्दैन तिम्रो चाहिँ। पहिले कुरा त सुन, मैले ल्याएको यो तेल तिमीलाई फाप्छ कि फाप्दैन म भन्न सक्दिनँ, तर यो तेलको बास्ना तिम्रो दुल्हा बाजेलाई खुब मन पर्छ। मलाई अरू तेल छुनै दिनुहुन्न। दिदी, मलाई यो तेल किन हालिदिएको? किन? भरे थाहा पाउँछौ अब।
बहिनी के दिदी? ल यो खाऊ। छोरो गोरो हुन्छ रे मिश्रीको काँडाले। कति खाने यो मिश्रीको काँडा? कस्तो गुलियो हुन्छ। अझ कति दिन यो बोझ बोक्नु पर्ला दिदी? भगवानको वरदानलाई पनि बोझ भन्नुहुन्छ। अब 50-60 दिन। 50-60 दिन? एकछिन मन बलियो गर्नु। अलि धैर्य गर्नु। ए बागमती, हजुर बहिनीको आनतिरबाट मिस्दैन। त्यसलाई बचाइ एकछिन सहनु। भइहाल्छ, अब भइहाल्छ। होइन, छोरो कस्तो छ त? भनिहाले नि तपाईँ जस्तै छ भनेर। हगी बागमती, के बजाइ? आँखा र नाक त ऊ बाजेको जस्तै छ हगी। दुरुस्तै। अहिले नै के थाहा हुन्छ र बजाइ? किन हुँदैन? तैले भन्दैमा हुन्छ। अब यस्तो टटकारै देखिने कुरा, निधार र गालाको पाटा त जेसुकै बन, दुरुस्तै बाबु जस्तै छ। एउटा कुरा नि बजाइ, हजुरले जानै दिएर त्यति नगरिदिएको भए नयाँ दुलै बजाइको कुन गति हुन्थ्यो होला? यस्ती आमा जस्ती सौता त स्वर्गमा पनि पाइँदैन होला। परचक्रीले पनि गर्ने बेलामा मैले त्यति गरे, कुन चाहिँ ठुलो कुरा भो र? त्यस्तो बेलामा चुप लागेर हात बाँधेर को बस्न सक्छ? अब घाममा बसेर म तपाईलाई तेल पनि लगाइदिन्छु। हिँड्छौ मित्र, मलाई रिङ्गटा लाग्यो। हिँड। के भो बजाइ? हिँड्न जाऊ मित्र। ठिक छ। के भो बजाइ? के भो? उही त हो, मलाई केही गर्न मन छैन। त्यसो भनेर हुन्न बजाइ। छोराछोरीको आमाले त आफ्नो लागि भन्दा पनि छोराछोरीको लागि बाँच्नुपर्छ। मैले बाँच्नु किन पर्यो र? स्याहार सुसार गर्ने दिदी छँदै छिन्ने।